तपाईलाई वेलकम छ आजको यो ब्लगमा। आज चाहिँ म र मेरो भाइ टक्लाएर माथि यसको साथीको घर जाँदैछौँ। म्याडमको घर देखिहाल्यो, अब देखाइदिउँ। अब यो हाम्रो म्याडमको घर। हामी केक लगेर गइरहेछौँ 12 बजीतिर। कसो बर्थडेमा? यसको बर्थडेमा को ढोकामा कुरेर बसिरहेको आउँछन् 12 बजीतिर केक फाल्छन् भनेर आमा ढोकामा को हो नाम गणेश कुरेर बसिरहेको होला। हामी ठ्याक्क ढोकामा गयौँ होइन, च्याट ढोकामा गएर अनि ढोकामा एकचोटि के हान्दा त हट्टपट्ट ढोका खोलेको त थाहा नपाएको कि सुते जस्तो गर्छ। म त रिस उठेको टाढैदेखि केकले त्यही भएर भिडियो बनाउन पाएनन् कि नखरा देखाएर हामी भित्र गएर सुतिरहेको होला मस्ताङ गरौँला भनेको नाटक देखाएर टाढैबाट कान्दिममा केकै खान पाइएन हुन्छ जिन्दगीमा। हाम्रो खेत हो, खेत देखाउनु लाँदै भाइ फेरि धनाधन हिँडी सके रहेछ। फेरि भाइलाई रोक रोक भन्दै गएँ। अहिले भाइको घर पुगिसक्यौँ। हामी यही भाइको घर आएको। राइट ह्यान्ड पनि रहेछ र भाइको राइट ह्यान्डलाई पनि भेटियो फाइनली। त्यहाँबाट फेरि अर्को भाइको घर हिँड्यौँ अनि अर्को भाइको घर पनि त्यही नजिक थियो। अब हामी त्यही अर्को भाइको घर हेरिसकेको थियौँ। त्यहाँदेखि अलि 10-15 मिनट जति लाग्थ्यो। त्यो घर पुगेको त भाइ फेरि भुतुक्कै लाज मान्यो। भाइले लाज मानेर फेरि आफ्नो फेसै देखाउन मान्दैन। पिङ बनाएछन् भन्ने थाहा पाएर फेरि हामी पिङ खेल्नतर्फ लाग्न थाल्यौँ। अब त्यहाँ पिङ बनाइसकेपछि अब हल्का हान्नु पऱ्यो त रमाइलो, हल्का रमाइलो हानौँ कि भनेर अब त्यहाँ पिङतर्फ पनि लाग्यो। हामी पिङमा पुगेकै थियौँ। त्यहाँ हामीहरूले हाम्रो युट्युब फ्यामिलीहरूलाई पनि भेटायौँ। त्यो फ्यामिलीहरूसँग हल्का रमाइलो गरिरहेको थिएँ। भाइ उता टुप्पोमै पुगिसके रहेछ। त्यो पिङको डोरी समातेर चुई माथि हिँड्न थालिसक्यो। भाइ टुप्पोमै पुगिसक्यो। फेरि एकैछिनको म त हेरेको एकछिन किन माथि गयो भनेको त त्यो डोरी ढिला रहेछ, त्यस्तो डोलीमा खेल्न नमिल्ने भएको रहेछ। त्यसैले त्यसले एक फन्को हान्न गएको रहेछ। भाइले यति बनाएर के तल आउन पाएको थियो। तिनैजना झगडा पार्न लागिसके, पहिला म खेल्छु भनेर। फेरि म त साइडमै हेरेँ। फेरि तिनैजना सँगै मच्चिन थाले। अनि त्यति भइसक्यो। मैले पालो खेलौँ भनेर पछि पालो खेल्न थालेँ। ल मच्चेन आफू पनि। ल केटो त खतरा मच्चिने रहेछ। काँट सिकाउँछु काँट सिकाउँछु नि त। मलाई पनि ट्रेनिङ लिनु छ के। ल फेरि म पनि के कम भनेर भाइलाई मच्चाउन लागेर म पनि खेल्न थालिहालेँ। फेरि एउटा भाइले पादै गर्ने, त्यो एउटा भाइले फेरि ग्यास दिइरहेछ। यो भाइलाई चाहिँ भाइहरूले अगाडि पौडी खेल्ने ठाउँ राम्रो छ भनेर त्यही पौडी खेल्नतिर लाग्यौँ। अब मलाई चाहिँ पौडी खेल्न फेरि आउँदैन आउने। त्यहाँ गएपछि वाटरप्रुफ हुन्छ। वाटरप्रुफ मोबाइल हुनुपर्ने त खै यस्तरी पानीमा हालेर बनाउँथ्यो भिडियो। यस्तरी पानीमा हाल्थ्यो, यस्तरी गरेर बनाइदिन्थे। अब कोही पनि पौडी नखेल्ने भनेर हामी हल्का अगाडि हिँडेकै थियौँ। त्यहाँ भाइहरूले माछा मारिराखेको थियो। फेरि हामी त्यहाँ पुग्दासम्म त फेरि सबै भाइहरू लाजले भागिसके। त्यहाँ एउटा भाइलाई समातेर त्यो फेस देखाउन पठाइयो। त्यहाँ फेरि भाइहरूले हल्का माछा मारेका रहेछन्, त्यो पनि हेऱ्यो। सकेपछि ढुङ्गा कसले धेरै टाढा फाल्छ भन्ने खेलौँ भने भाइले। म पनि के कम भनेर यस्तरी मिलाएर फालेको त 2-3 चोटि मात्र उफ्रिन्छ। 2-3 चोटि उफ्रिसके फेरि भाइको पालो भनेर मैले भाइलाई फाल्न लगाएँ। भाइले फेरि एकैछिनको कहाँ पुरा खोलै काटिदियो। फेरि त्यहीमा पनि अर्को म पनि के कम भनेर अगाडि आइगयो। अर्कोले पनि त्यस्तै गरी फाल्छ। अनि त्यो अर्कोले फालेको देखेर फेरि भीम अर्को पनि आइगयो। त्यसले पनि फेरि त्यस्तै गरी फाल्छ। पनि फेरि फालेको मेरो त फेरि उस्तै भइगयो। बाट चाहिँ हामीहरू फेरि घर फर्कियौँ। अब घर फर्किसकेपछि चाहिँ अब हामीहरूको आजको ब्लग यहीँ खत्तम भइसक्यो। सबैले यो भिडियोलाई लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सक्दो सेयर गर्नुहोस् र कपलिङ गर्न चाहिँ कसैले नबिर्सिनुहोस् है। र सबैले अर्को भिडियोमा भेटौँ। लक बाई।